हेलो गाइज, आज चाहिँ अचानक एउटा प्लान बन्यो आउट अफ भ्याली जाने। लेट्स सी, टार्गेट चाहिँ मेरो अब पोखरा हो। अब मनमा चाहिँ मुस्ताङ पनि जान मन लागेको छ। लेट्स सी अब बाटोको अवस्था के हुन्छ, त्यहाँ गएर हेर्दै जाउँ बाटोमा के छ अवस्था। नत्र भने मुस्ताङ पनि जाउँ टाइमले भ्यायो भने भन्ने मेरो विचार हो। सो म मेरै गाडी लिएर जान लागिरहेको छु। सो गाडीको कुरा गर्दाखेरि चाहिँ गाडीमा चाहिँ यता 91% छ। ट्रिप रिसेट गरेको छु। ओडोमिटरमा हेर्दाखेरि 35,365 पुगिसक्यो। लेट्स सी, अब म बाटोमा अपडेट दिँदै जान्छु कहाँ कहाँ पुगिन्छ, कति कति चार्जहरू कन्ज्युम हुन्छ। सो अहिले चाहिँ म मेरो एरियाबाट भक्तपुरबाट हिँडिरहेको छु। ओके गाइस, भेटौँला बाटोमा। अहिले हामी चाहिँ नागढुङ्गा आइपुग्यौँ। अब ब्याट्रीको कन्जम्सन हेर्दाखेरि चाहिँ 81% छ। अराउन्ड झनै 10% नै लाग्यो मलाई भक्तपुरदेखि यहाँ आउनलाई चाहिँ। मेबी एसी पनि चलाएर होला, ब्याट्री अलिकति बेसी खाइरहेछ। अहिले चाहिँ डाउन हिलमा छौँ। लेट्स सी अब कति रिजन हुन्छ। अहिले 81% छ। 9:20सम्म पुग्दाखेरि कति पर्सेन्ट बाँकी हुन्छ हेरौँ। आई लेट यु नो गाइज। अलराइट गाइज, अहिले चाहिँ गल्छी आइपुगेँ। यसो खाजा साजा ब्रेक यो ट्रिपल क्राउन रिजोर्टमा। यहाँ चाहिँ चार्जिङ स्टेसन पनि रहेछ, विच इज नाइस। खाजा खाँदै चार्ज गर्नलाई। तर मेरो चार्ज चाहिँ गर्नु पर्दैन, यता गाडी चाहिँ यता राखेको छु। गाडी छ। अलराइट, जर्नी राम्रो हुँदैछ, हेर्दै जाउँ। ओके, सो अब खाजा साजा खाइयो, मिठै थियो खाजा। अब हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ गल्छीबाट। गाडीमा चार्ज 80% छ। काठमाडौँबाट आउँदाखेरिदेखि जस्ट 11% मात्रै कन्ज्युम भयो। रिजन पनि भयो, राम्रै भयो। हेर्दै जाउँ बाटोमा अब कति जति कन्ज्युम गर्दो रहेछ। बाटो चाहिँ वाइल खराब रहेछ यार। सो फार सो गुड। त्यही पनि हाम्रो गाडी चाहिँ छोएको छैन। ग्राउन्ड क्लियरेन्सको अहिलेसम्म हिस्ट्री चाहिँ आएको छैन। कस्तोले चलल्ल भइरहेको छ। मजा आइरहेछ। नेसनल हाइवे काठमाडौँको, नेपालको नेसनल हाइवेमा अफरोडिङ हान्नलाई। सेकेन्ड ब्रेक अफ द ट्रिप। हामी चाहिँ अहिले बाह्रसिङे आएको छौँ। बाह्रसिङे बियर फ्याक्ट्री। रेस्ट गर्दै जानु पऱ्यो नि, होइन? हेरौँ अब बाटोले कहाँ कहाँ पुऱ्याउँछ। एकछिन ब्रेक लिएर अब यसो अलिअलि चस्सा खाएर हेर्दैछौँ। ल, बाह्रसिङेको बियर फ्याक्ट्री चाहिँ यो हो। यहाँ चाहिँ प्रडक्सन हुने रहेछ। यहाँ चाहिँ नयाँ रुमहरूको लागि होटेलहरू बन्दैछ। अब धेरै बाह्रसिङे गरेर बसेर पनि हुँदैन है। पोखरा जान धेरै टाढा छ। अब लाग्नुपर्छ होला। हामी चाहिँ अब बाह्रसिङेबाट निस्क्यौँ। घडीको समयले डाँडा नागिसक्यो, 4 बज्न लागिसक्यो। त्यही भएर ब्याक टु द रोड भनेर हिँड्नुपर्ने बेला भयो। ल गाइज, अब लाग्यो। सो अहिले चाहिँ हामी मुगलिन आइपुग्यौँ। सो फार सो गुड। ट्रिप राम्रै भइरहेछ, मजा आइरहेछ रोड ट्रिप। ब्याट्री कन्जम्सन चाहिँ अहिले 61% पुगेछ। हामी
हामी काठमाडौँबाट 91%मा हिँडेको थियो के अरे, भनेपछि 30% लाग्यो चाहिँ यहाँसम्म आउनलाई। लाग्यो नि होला, अब एसी सेसी चलाइया छ, फुल एसी मजाले दबाएर हिँडिया छ। अब हेरौँ पोखरासम्म कति बजीसम्म पुगिन्छ। अहिले यहाँ 4 बज्यो, लेट्स सी पोखरासम्म पुग्दाखेरि कति चार्ज हुन्छ, कति बाँकी हुन्छ। यताबाट गयो भने चाहिँ नारायणगढ, यताबाट गयो भने चाहिँ राइट लाग्यो भने चाहिँ अब पोखरा। सो हामी चाहिँ पोखरा जाँदैछौँ। अलराइट, सो अब बाटो कि त बाटोमा भेटौँला कि त पोखरामै भेटौँला है त। खत्रै पानी परेको छ यार। अब भोलि मुस्ताङ गइएला जस्तो चाहिँ लाग्दैन है। यस्तै पाराले हो चाहिँ नजानु पर्ला, बाटो बिजोग हुन्छ। त्यही भएर लेट्स सी भोलि के हुन्छ। आज अब पोखरा गई हेरौँ, भोलि बिहान उठेर अनि के हुन्छ त्यसपछि अपडेट दिँदै गर्नु पर्ला। सो फाइनल्ली पोखरा आइपुग्यो। अब यो मलाई चाहिँ यो सेती पुल देखेपछि चाहिँ बल्ल पोखरा आइपुग्यो फिलिङ आउँछ क्या। यो पोखराको पृथ्वी चोक भन्छ के अरे यसलाई होइन। यहाँसम्म आइपुग्दाखेरि चाहिँ अब चार्ज चाहिँ 27% छ। अब त्यस्तै 65 जति खायो होला, 65%। पानी चाहिँ मस्त परेको छ। पोखरा आउनु पनि अब खै पानी पऱ्यो भने त मजा आएन। के गर्ने पानी, अब यही सुत्नै मात्रै त के आएको जस्तो भयो। हेरौँ अब एकछिनपछि पानी रोकेला नि। पोखराको पानी र नानीको भर हुँदैन भन्छ, कतिखेर रोकिन्छ कतिखेर आउँछ। नानीहरू चाहिँ फेरि रिसाउला फेरि पोखराको, त्यो भन्न खोजे होइन। अब यसो होटेल खोज्नु पऱ्यो चेकआउट गर्नलाई, चेक इन गर्नलाई। एकछिन रेस्ट गर्ने अनि अब डुल्न जानुपर्छ पोखरा कस्तो छ भनेर। अब फाइनल्ली पोखरा पुग्यो, होटेल चेक इन गर्यो, बस्यो। अब भोलि पानी परेन भने, वेदर राम्रो भयो भने मुस्ताङ गइन्छ, नत्र भने पोखरैमै सुत्न आएको जस्तो हुन्छ। ल सबैलाई भोलि भेटौँला। थ्याङ्क यू फर वाचिङ। किप लभिङ, किप सब्सक्राइबिङ, किप फलोइङ। बाई बाई।